यतिकै महिनापछि आइयो रुममा है। यो चाहिँ रुममा आएर कापीमा पनि भने आएर छ कोही मान्छेहरू आउने जाने गरे होला नि, तर यो कापी चाहिँ कसले छोडेछ यहाँ? खै अब के थाहा अब कसले राख्यो यो कापी। अब यहाँ त अब ढोका पनि खुल्लै छ, हजारौँ मान्छे आउने जाने पनि गर्छन्। गरे होला नि। अब हजार मान्छे आउने जाने त गइरहन्छ नि, अब यहाँ ढोका सोका खुल्लै छ, हजार मान्छे आउने जाने गर्छन्। अब केही रहस्य अथवा केही कहानी छ अथवा केही लेखेको छ कि यो कापीमा, सायद हामी दुवैले लेखेको केही लेखेको छ होला पढ्न। सायद हामीले त नलेखेको हुन सक्छ होइन, त्यो पनि कसैले होइन केही उल्लेखेर राखेको छ, हामीले एकपल्ट खोलेर हेर्ने पो हो कि। खोलेर हेरौँ न के लेखेको छ। तिमीहरूले यो कापी कदापि खोल्न पाउँदैन। यदि खोल्छौ भने तिमीहरूले मेरो केही शर्तहरू पुरा गर्नुपर्छ। अनि यो कापी चाहिँ हामीले खोल्न नपाउने किन? के रहेछ यो कापीमा त्यस्तो रहस्य? अनि यो हामी रुममा त दुईजना भन्दा तेस्रो जना कुनै छैन। अनि यो आवाज आइरहेको छ चाहिँ को के भइरहेको छ? आखिर यो कापीमा छ के त्यस्तो हामीले खोल्न नमिल्ने चिज? रहस्य छ के यसमा? के लेखिएको छ त्यस्तो? अब के थाहा अब यो कापीको रहस्य के हो कस्तो हो होइन। जुन अब हामीले अघि छुन लागेको बेलामै अब आवाज आयो हामीलाई, हामी दुईटा मात्रै आयो कोठामा, तीनजना मान्छे कोही छैन। साँच्चै तँलाई एउटा कुरा याद छ? के कुरा? हामी 5-6 महिना पहिला यो कोठामा हामी तीनजना भएर बस्थ्यौँ। जुनकेरी नामको एउटा केटी पनि थियो साथी हाम्रो, जुन हामी कलेज सँगै पढ्थ्यौँ। ऊ पनि यो कलेज हामी सँगै पढ्ने बेलामा हामी यही कोठामा बस्थ्यौँ, ऊ उता बस्थ्यो भने साइड यता बस्थ्यौँ। के याद छ? त्यो करिब 5-6 महिनादेखि सम्पर्क बिन्छ, कहाँ छ के छ केही पनि थाहा छैन, अत्तो हामीलाई कुनै पनि थाहा छैन। हामी सबै आफ्ना कामतिर लाग्यौँ, त्यो अत्तो केही पनि थाहा छैन। सायद त्यहीले लेखेको केही डायरी हुनसक्छ अथवा केही होला। यदि त्यसले लेखेको हो भनेपछि पनि यो नराम्रो खालीका शक्तिहरू, नराम्रो खालीका आवाजहरू चाहिँ कहाँबाट आउँछ त हामीलाई? यहाँनिर यो कापी नछो अथवा केही शर्तहरू पुरा गर्न पर्ने छ, यसको मतलब चाहिँ के हो? यो कापीमा रहस्य छ चाहिँ के? त्यही त म सोध्दैछु, त्यो रहस्य छ कि यसमा र हामीले शर्तहरू पुरा गर्नुपर्ने छ भनेर सोच्छु। हामीले के शर्त पुरा गर्नुपर्ने यो कापी खोल्नको लागि? वास्तवमा हो कि चाहिँ हाम्रो साथी जुनकेरी पनि 5-6 महिनादेखि गायब छ। त्यो कहाँ छ के छ सम्पर्कमै छैन, कहाँ छ के छ हाम्रो के अत्तो पत्तै थाहा छैन। अनि यो कोठामा हामी 5-6 महिनापछि हामी त यहीँ भेट्छौँ कि भनेर आएको थियौँ, तर यो एक्कासी यो के हुँदैछ? यो कोठामा कापी छ होइन, कोठा पनि सुनसान छ, अँधेरै छ, के हुन खोजिरहेको यो कोठा? तर त जुनकेरीले खुब माया गर्छु भनेर भन्थ्यो यस्तो, सायद यो कापी जुनकेरीले लेखे हुनुपर्छ। यो कापी त न हामीले अब न मेरो कापी थियो न तेरो कापी यस्तो थियो। हामी त यहाँदेखि जाने बेला हामी आफ्नो काममा जाने बेला हामी सबै आफ्नो यहाँबाट सामान सब लिएर गएको, सायद जुनकेरीले लेखे हुनुपर्छ। खुब तैँले जुनकेरीलाई माया गर्छु भनेर भन्थ्यो यस्तो, जुनकेरीले तँलाई त पढ्न दिनुपर्ने कापी हो। म माया गर्थेँ उसलाई, तर म भन्न सक्दैन थिएँ। बल्ल तिमीहरूले साँचो बोल्न लाछौ। यो कापी कुनै साधारण होइन, यो भित्र मेरो अन्तिम चिठी छ। म धेरै थाकिसक्यो, तिमीहरूले सम्झिने रहन्छ। अब म यहाँबाट जाँदैछु। सायद मलाई पनि माया गर्थे कि वास्तविक कुरो के हो जान्नै पाइएन। हामी 5-6 महिनादेखि अब न कुनै सम्पर्क बिन भएर हिँड्दा छौँ। वास्तविक साँचो कुरो के हो कस्तो केही पनि बुझ्नै पाइएन। अहिले अब सम्झिन्नौ तिमीहरूले मलाई, म जान्छु भन्न जान्छे, वास्तविक चाहिँ के हो के बुझ्नै सकिएन। सायद उसले पनि मलाई माया गर्थ्यो होला सायद, जहाँसम्म लाग्छ। अब के हो वास्तविक केही बुझ्नै पाइएन। साथीहरू नमस्ते, पक्कै पनि आजको भिडियो कस्तो लाग्यो? जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव पनि प्रतिक्रिया दिन्छ विषयमा। साथीहरू हामीले सानो एउटा प्रयास गरेर अन्तिम चिठी सिरियल लिएर तपाईँहरू माझ आएको छ। जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव पनि प्रतिक्रिया चाहिँ दिनमा बिर्सनु। साथीहरू वास्तविक घटना के हो, यहाँनिर के हुन गइरहेको छ? यदि तपाईँले वास्तविक घटना के हो अनि यो मान्छे बोलिरहने जुन साइडबाट आवाज आइरहेको छ त्यो मान्छे को हो भन्ने तपाईँले जान्न चाहनुहुन्छ भनेपछि आगामी अब फेरि अर्को आउँदो शनिबार, अर्को हप्ताको शनिबार राति 8 बजे फेरि वास्तविक घटना लिएर हामी तपाईँहरू माझ आउनेछौँ। तबसम्मलाई हेर्दै गर्नुहोस् हाम्रो मतलब युट्युब च्यानल, हेर्दै गर्नु होला। हामी पुरै टिमको साथमा आउनेछौँ फेरि पनि। अहिले हामी सिंगल 2टा डबल चलिरहेको छ भनेपछि अब हामी केही एपिसोड पछि हामी चाहिँ तिर्पल भएर आउनेछौँ, हेर्दै गर्नुहोस्। अर्को एपिसोड चाहिँ पार्ट 2 आउनेछ। पार्ट 2 को लागि नछुटाइकिन हेरिदिनु होला। लाइक कमेन्ट शेयर अनि सब्स्क्राइब गरिदिनु होला।